हेलो एन्ड नमस्ते एभ्रिवान, गुड मर्निङ। आजको क्लासमा तपाईहरुलाई स्वागत छ। पहिलाको क्लासमा हामीले के पढाएको थियौं? म्याथको सेटको बारेमा पढाएको थियौं। आज म्याथ हैन, अलि लजिकली नलेजले ग्र्याप हुने सब्जेक्ट हामी पढ्दै छौं। त्यो हो साइन्स। त्यसमा साइन्समा म्याथ साइन्स दुईटै मिक्स हुन्छ हैन। यु नो अबाउट इट हैन। मैले चाहिँ यही लेखेर राखेको छु। युनिट 1 साइन्टिफिक स्टडिज हुन्छ होला। साइन्टिफिक स्टडिज र साइन्टिफिक लर्निङ भनेको त फरक हो, बट नो, दे आर सेम। दुईटै सेम हुन्छ, तपाईले फरक हुन्छ भनेर भन्न पाउनु हुँदैन। लर्निङ र स्टडिज भनेको सेम हो। लर्निङ भनेको नि पढ्नु हो, स्टडिज भनेको नि पढ्नु। द्याट्स वाइ यो बोथ आर सेम हैन, त्यो बोथ सेम हुन्छ। अनि सुरुमा हामीले आज क्लास स्टार्ट गर्दा चाहिँ यो चाहिँ कति क्लास, यो 6 देखि 7 सम्मलाई हुन्छ हैन। 5 ले नि हेर्छु भनेपछि हेर्न सक्नुहुन्छ तपाईहरुले। ल आजको क्लास सुरु गरौँ। क्लास सुरु गर्नुभन्दा अगाडि म तपाईलाई बुक पढेर सुनाउँछु ल। Man has always been serious about the world around them. We observe nature and asking questions, trying to understand how things work. Science helps us explore the question by studying real events and objects. यो भनेको के हो? हामी मानिसहरूले यो वर्ल्डमा के भइरहेको छ भनेर हामीलाई जिज्ञासु हुन्छ कि हामीलाई के भयो, यसको न्युज के भयो, यहाँको मान्छे केलाई के भयो, यो त्यसलाई त्यो भन्छ। अनि हामीले ठुलो बडालाई हामी क्वेसन गर्छ, यो के यो द्याट्स कल्ड द साइन्टिफिक लर्निङ। म तपाईहरुलाई एन्सर नि लेखिदिन्छु ल। व्हाट इज साइन्टिफिक स्टडिज भनेको छ हैन। साइन्टिफिक स्टडिज भनेको चाहिँ के हो? साइन्टिफिक स्टडिज मिन्स व्हाट? मैले चाहिँ क्वेसन यहाँ लेखिसकेको छु, म तपाईहरुलाई एन्सर लेखिदिन्छु। व्हाट इज साइन्टिफिक स्टडिज? यो चाहिँ the way of studying, studying, studying any object or event, object or event methodology, object or event by using scientific हुन्छ हैन। यहाँ यो of studying any object or event by using scientific learning। हामीले जुन वेबाट साइन्टिफिक लर्निङबाट स्टडिजबाट पढ्छौं त्यसलाई चाहिँ साइन्टिफिक लर्निङ भनिन्छ। बाई युजिङ साइन्टिफिक नलेज लेख्नुपर्छ, किनकि हामीले विभिन्न फ्याक्टहरु साइन्सबाट पाउँछौं। रियल फ्याक्ट अराउन्ड द वर्ल्डमा के भएको छ, को मुनमा पुगेको छ, कुन मार्समा पुगेको छ, द्याट्स इट, अल द थिंग्स गन अन नलेज। यहाँ चाहिँ सबै थिङ नलेजमा जान्छ। नलेज और स्किल, नलेज र स्किल दुईटैले काम गर्छ हैन। नलेज और स्किल इज कल्ड साइन्टिफिक लर्निङ। इज कल्ड SCIENTIFIC, साइन्टिफिक स्टडिज भन्दा नि हुन्छ, लर्निङ भन्ने हुन्छ। यो तपाईले चाहिँ लेख्दा नि हुन्छ हैन। के छ? व्हाट इज साइन्टिफिक स्टडिज भन्दा तपाईले आफ्नो टिचरलाई कसरी एन्सर दिने त? त्यो एन्सर चाहिँ म यहाँ लेखिदिएको छु। त्यो एन्सर चाहिँ the way of studying any object or event by using scientific knowledge or skill is called scientific studies। यो भनेको चाहिँ के हो? the way of studying object or event by using scientific knowledge र skill। जुन तरिकाले हामीले यो साइन्टिफिक स्किल र नलेजलाई ग्र्याब गरेर त्यसको हामीलाई अझै धेरै कुराहरु एड गर्न छ, त्यो भनेर सबै कुरा हामीले मिसाउँछ नि हो। त्यही भएर नलेज र स्किल इज इम्पोर्टेन्ट भनेर मैले भनेको हो तपाईहरुलाई। किनकि नलेज र स्किल भनेको ज्ञान प्राप्त गर्नु। साइन्सले हामीलाई ज्ञान प्राप्त गराउँछ नि त, किनकि यसले हामीले वर्ल्डको बारेमा भन्छ। डिफ्रेन्ट सब रियल फ्याक्ट हुन्छ साइन्समा हैन। अब तपाईले साइन्टिफिक स्टडिज भनेर त बुझ्नु भयो होला। अब साइन्टिफिक लर्निङको स्टडिजको स्टेप त हुन्छ होला, पक्कै पनि हुन्छ। सुरुमा के हुन्छ? अब्जर्भेसन। अब्जर्भेसन मिन्स हामीले चाहिँ एउटा कुरालाई ध्यान दिएर
जस्तो हामीले मोबाइल हेर्दा कसरी ध्यान दिएर सुन्छ, पढ्दा कति मजाले सुनिन्छ, ड्रइङ गर्दा कति मजाले हामीले आफ्नो दिमागले हेर्छ नि त। अब्जर्भेसन भनेको हेर्नु हो होइन। अनि अर्को छ क्वेसन। हामीले त्यो सबै कुरा हेरिसकेपछि हामीले क्वेसन गर्छौँ, यो कसरी भयो होला, यो कहाँ भयो होला, यो हामीले टिचरलाई विभिन्न क्वेसन गर्छौँ किन। एस वी क्यान डु। अनि हाइपोथेसिस फर्म्याट भनेको हाइपोथेसिसको फर्म्याटमा हामीले विभिन्न कुरा गर्छौँ। अनि अर्को छ एक्सपेरिमेन्ट। हामीले त्यो तीनवटा स्टेप बुझिसकेपछि हामी एक्सपेरिमेन्ट गर्छौँ, जस्तो इन्डोर एक्सपेरिमेन्ट, आउटडोर एक्सपेरिमेन्ट। वी क्यान डु अल द थिङ्स ओभर हियर होइन। अनि फेरि डाटा कलेक्सन। एक्सपेरिमेन्ट गरिसकेपछि त डाटा कलेक्सन गर्नै पर्यो। डाटा कलेक्सन मिन्स जे कुरा हामीले फर्स्टदेखि लिएर यहाँ 5सम्म आयौँ त्यो पुरा डाटा कलेक्सन गर्नुपर्छ, किनकि हामीले सुरुमा टपिक राखेपछि मात्र हाम्रो प्रोजेक्ट हो राम्रो हुन्छ। हामीले बिना प्रोजेक्टको टपिक नलेखेर म्यामलाई दियो भने म्यामले बुझ्नुहुन्छ, नो म्याम क्यान नट अन्डरस्ट्यान्ड द्याट। अनि के हो एनालाइजिङ एन्ड कन्क्लुजन। एनालाइजिङ भनेको हेर्ने, ध्यान दिएर राम्ररी आफूले लेखेको अक्षर बिग्रियो कि स्पेलिङ बिग्रियो कि सक्दै हामीले त्यहाँ गरेर लेख्नुपर्छ। अनि कन्क्लुजन भनेको हामीले आफूभन्दा ठुलो मान्छे, ज्ञान बुझ भएको मान्छेलाई त्यो कस्तो भयो, त्यो मान्छेले हामीलाई राम्रो कन्क्लुजन दिन्छ कि नराम्रो दिन्छ कि अझै राम्रो गरौँ भन्छ कि अझै ठिकै छ भन्छ कि, त्यसलाई चाहिँ कन्क्लुजन भन्छ। लास्टमा के हुन्छ, फाइनल चाहिँ रिपोर्टिङ। हामीले त्यो सबै गरिसकेपछि रिपोर्ट हामीले टिचरलाई बुझाउँछ। लेट्स गो, म तपाईँहरूलाई देखाउँछु ल। 2 नम्बर क्वेसनमा स्टेप अफ साइन्टिफिक स्टडीज, स्टेप अफ साइन्टिफिक स्टडीज। अब यहाँ जाने सुरुमा के हुन्छ हाम्रो अब्जर्भेसन। मैले भनेको अनुसार यहाँ फर्स्टमा चाहिँ स्टेप जुन हो त्यसलाई फर्स्टमा लेख्नुपर्छ, तलमाथि गर्न पाउँदैन, तात्र तपाईँको मार्क्स काटिन्छ है। सुरुमा चाहिँ के हो, हाम्रो चाहिँ यो स्टेपहरू 7वटा हुन्छ साइन्टिफिक लर्निङको होइन। आज चाहिँ हामीले यति 2वटा क्वेसन पनि गऱ्यौँ अनि धेरै कुरा पनि बुझ्यौँ त्यसको भित्र। अनि यो चाहिँ पार्ट 1 हो होइन। पार्ट 2मा चाहिँ म तपाईँहरूलाई के पढाउँछु भने टाइप्स अफ प्र्याक्टिकल वर्क, इम्पोर्टेन्ट अफ द प्रोजेक्ट वर्क, प्र्याक्टिकल ओन इन लाइब्रेरी, 3वटा क्वेसन चाहिँ म तपाईँलाई अर्को पार्टमा भन्नेछु। आजको लागि नै यति नै। थ्याङ्क यू फर वाचिङ माई भिडियो। हस् त, नमस्कार, बाई बाई।